आउने सबैजनालाई थ्याङ्क यू भेरी मच रमाइलो गरौँ अब पहिलो भेटमा तिमीले हाँसेको अहिलेसम्म किन मनबाट मेटिएन पहिलो बोला तिम्रो सुनिएको आजसम्म पनि कानमा नै अड्किएन यादले मन पोलिरहन्छ So this is the insulated bag especially, and this is good for the restaurant business or takeaway business. You got insulation inside, you see, and when you put a container and all the food inside here, then you can just put it up and stick it together. Then this will keep the food warm for up to 2 hours. Yeah, and it holds up to maybe 12 to 15 kilogram. It's very strong strap as well. Yeah, and it's all imported from abroad, and we design and everything here. Yeah, and the price is different price in different sizes. What is the ideal price for that? Ideal price, anything start from like let's say from this size start from 20 feet for this. And this is the other small one start from 22, and this is the medium one we've got 4 here. That is 24, and the large one you got like 26 cents. What is the minimum order you guys You have like 5 to minimum 5,000 for the large bag, minimum 10,000 for the small bag. Yeah, so it will take like 10 to 12 weeks. Yeah. So what we do is finance. So anything to do with money, like for example, if you need any finance for anything, like commercial purchases, property, like if you need a loan, unsecured loan, business loans, insurance, public liability, anything to do with finance, mortgage, insurance, anything to do with finance, let us know. And we do will writing as well, by the way. मिलनको नेपाली मेला फुटबल पनि हुन्छ हजुर भलिबल नि हुन्छ मिलनको नेपाली मेला मेला भरि नेपाली पान सबैको मन छुन्छ मिलनको नेपाली मेला छिटै आउनु नगर्नु बेला मिडल्यान्डको नेपाली मेला छिटै आउनु नगर्नु बेला मिडल्यान्डको नेपाली मेला छिटै आउनु नगर्नु बेला हे छिटै आउनु नगर्नु बेला नेपाली राजदूतावास बेलायतको प्रमुख आतिथ्यता तथा नेपाली समाज नटिङहम युके को आयोजनामा हुन गइरहेको मिडल्यान्ड नेपाली मेला 2026 स्थान मेलबर्न पार्क नटिङहम समय बिहान 10 बजेदेखि राति 9 बजेसम्म मिति 27 जुलाई 2026 सोमबार मेलाका आकर्षणहरू फुटबल भलिबल बाल फुटबल डोरी तान्ने खेल श्रीमती बोकेर दौडिने खेल लगायत नेपालका मौलिक खेलहरू साथै बाल बच्चाका लागि विभिन्न खेलकुदहरू र हरितालिका तीजको अवसरमा विभिन्न प्रकारका किनमेलको सुविधा समेत नेपालका ख्याति प्राप्त कलाकारहरूद्वारा बेजोड सांगीतिक प्रस्तुति बेलायतमा बसोबास गर्नुहुने आमा बुबा दिदी बहिनी तथा दाजुभाइहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। आयोजक नेपाली समाज नटिङहम।
समाजले आयोजना गरेको यो मिडल्यान्ड कार्यक्रमलाई सफल बनाउनका लागि प्रत्येक ठाउँबाट खट्नुभएका कार्यसमितिका साथीहरू र आजको यो मिडल्यान्ड मेलामा हरेक कुराहरूको ताजो माजो र व्यवस्था तिरतीको ठेकी मलाई तुना लगायौ बाटो छेकी कान्छी तिम्रो आँखैमा किरतीको ठेकी मलाई तुना लगायौ बाटो छेकी खोली तिरै तिर माया गरौँ रमाइलो गीतको पीर चढी चट्ट परी भुरु खोली तिरै तिर चढी चट्ट परी भुरु खोली तिरै तिर यो हवाले के भन्छ सररारा सररारा उडी जाऊ म तिमीसँग सुन कान्छ यो हवाले के भन्छ सररारा सररारा उडी जाऊ म तिमीसँग अनि माथि तिमी मेरो पछि पछि तिम्रो नानी तिमीलाई
हुने कान्छा लुटुपुट पर्ने भन्ने सुटुसुट हुने कान्छा। धेरै धन्यवाद विष्णुजी। आजको यस विशेष कार्यक्रमलाई अध्यक्षता दिनुहुने हाम्रो अध्यक्ष भाइ, हाम्रो सम्पूर्ण नेपाली बेलायतको सम्पूर्ण नेपालीहरूको अभिभावकजी, हाम्रो कार्यवाहक राजुज्यू, कति व्यथाहरू सहेर कति व्यथाहरू सहेर इतिहासमा कथा त लेखेकै छ। जसोदर जे भन जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो। बाँचिदिन्छ राजुमा पिटिदिन्छ नैहरूको भरोसामा। अन्त्यको लागि अध्यक्ष लोकनाथ अधिकारीलाई दिँदै म बिदाउन चाहन्छु। हस्त धन्यवाद, नमस्ते, यहाँको दिन शुभ रहोस्। थ्याङ्क यू। कार्यक्रम सञ्चालक नेपाली समाज नटिगमका पूर्व अध्यक्ष विष्णु चालेसेज्यू, जयराम गौतमज्यू महासचिव हुनुहुन्छ। यस ऐतिहासिक मिडल्यान्ड नेपाली मेला 2026 यस ऐतिहासिक कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत, कार्यवाहक राजदूत सम्झिनुपर्ने व्यक्तित्वहरू धेरै हुनुहुन्छ, किनकि यहाँ यो एउटा मिडल्यान्डको नटिङहम सहरबाट यो भइरहेको कार्यक्रमलाई देश विदेशसम्म पुर्याइदिनु सहयोग गर्ने हुने नेपाली लिङ्क हाम्रो मिडिया पार्टनर पनि हुनुहुन्थ्यो, उहाँलाई पनि यो ठुलो सहयोगको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। धन्यवाद, कृतज्ञ र नमन गर्न चाहन्छु भन्दै आज यो
नेपालीहरूको मलाई लाग्छ 20-25 हजार नेपाली बसोबास गर्ने मिलियन मात्रै नभएर आज युकेभरिबाट यो नटिङहम सहरमा मलाई हाम्रो यहाँ आइदिनु भएका सम्पूर्ण सङ्घ संस्थाहरूमा मैले नाम लिनै पर्ने एक महत्त्वपूर्ण संस्था कमुदी युके टिम यहाँ हुनुहुन्छ। हाम्रो अध्यक्ष झुम्काजी दाजु, साथमा भाउजू पनि हुनुहुन्छ, उहाँलाई पनि मैले सम्झिन चाहेँ। साथमा उपाध्यक्ष कमल गुरुङज्यू, त्यस्तै गरी महासचिव विशाल गुरुङज्यूलाई पनि त्यो लामो यात्राबाट यहाँ आइदिनु भयो, धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। भन्दै स्कटल्यान्ड आबर्डिन वेल्सबाट पनि यहाँ उपस्थित हुनुहुन्छ। मैले सबैलाई यसरी भन्न थालेँ भने यो धेरै टाइम पनि जान्छ, हाम्रो भाषण धेरै पनि भएको छ। भन्दै सम्पूर्ण नेपाली सङ्घ संस्थाका प्रतिनिधिहरू चारतर्फबाट र नेपाली समाज नटिङहमको तर्फबाट पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। हाम्रो